संघर्ष कहिले व्यर्थ हुँदैन यदि सपनामा विश्वास छ भने। गरिबी र संघर्षलाई जित्दै सत्यनारायण साफी फुल स्कलरशिपमा छनौट। सिराहा जिल्लाको ब्रारपट्टी गाउँपालिका 2 श्रीपुर गाउँमा सत्यनारायण साफीले गरिबी, अभाव र निरन्तर संघर्षलाई पछाडि पार्दै एमबीबीएस अध्ययनका लागि फुल स्कलरशिपमा नाम निकाल्न सफल भएका छन्। बुवा माधुरी साफी र आमा सुनिता साफीको घरमा दोस्रो सन्तानको रूपमा जन्मिएका सत्यनारायणको परिवार आर्थिक रूपमा निकै कमजोर र 2 भाइ 3 बहिनी तथा आमा बुवा गरी 7 सदस्य परिवारका काका परिवार समेत एउटै आँगनमा बस्दा करिब 14 जनाको परिवार सानै घरमा बस्दै आएको छ। सानै उमेरदेखि पढाइप्रति गहिरो रुचि राख्ने सत्यनारायण गाउँबाट करिब 4 किलोमिटर टाढा रहेको श्री जनता उच्च माध्यमिक विद्यालय प्राविधिक धार ब्रारपट्टी नियमित रूपमा अध्ययन गर्न जान्थे। तर कमजोर आर्थिक अवस्थाका कारण उनको पढाइमा पटक पटक अवरोध आयो। कहिले विद्यालय छाड्नु पर्ने त कहिले मजदुरी गरेर पढाइ खर्च जुटाउनु पर्ने बाध्यता थियो। मजदुरीबाट कमाएको पैसाले कापी, कलम, किताब र ब्याग किनेर फेरि पढाइलाई निरन्तरता दिन्थे। आर्थिक अभावकै कारण सामाजिक कार्यक्रमहरूमा समेत सहभागी हुन नसक्ने अवस्था थियो। सहयोगको अभाव हुँदा उनी बीचमा पढाइ छाड्न बाध्य हुन्थे। विद्यालयका शिक्षक विजय यादवका अनुसार सत्यनारायण सानैदेखि मेहनती विद्यार्थी थिए। 81 विद्यालय आउन छाडेपछि हामी घरमै पुग्यौं। आर्थिक समस्या रहेको थाहा पाएपछि पढाइ निरन्तर गर्न